यो आन्दोलन हाइज्याकरहरूले हाम्रो विद्रोहलाई हाइज्याक गरेर यो देशलाई एउटा कथित चुनाव बाहेक अरूको कुनै पनि विषय दिन सकेनन्। यसका विरुद्धमा हामीले काठमाडौँमा करिब 1 महिना लामो सङ्घर्ष गऱ्यौँ र हामीले भन्यौँ कि माइती घरमा सत्याग्रह बस्दै हामीले भनेका थियौँ यो देशलाई निकास अनि निर्वाचनको बाटोबाट लैजानुपर्छ भनेर भनेका थियौँ। तर यो राज्यले सुशीला सरकारले विद्रोह हाइज्याकर सरकारले यो विद्रोहलाई हाइज्याक गर्दै बेल्न खोजेपछि हामी फेरि अर्को ढङ्गले आज यहाँ एउटा अभियानमा छौँ। हामीले यो देशलाई एउटा समुन्नत राष्ट्र निर्माणका लागि हामी निरन्तर रूपमा सडक सङ्घर्षमा छौँ। हामीले यो देशलाई एउटा उन्नत देश बनाउनुपर्छ। जसरी हाम्रा युवाहरू आज पनि लाखौँ युवाहरू विदेशमा छन्। उनीहरूले भनिरहेका छन् मतदानको अधिकार पाउनुपर्छ भनेर। तर यो देशका शासकहरूले उनीहरूले पठाएको रेमिटेन्सले यो देशमा भ्रष्टाचार गर्न चल्छ, तर उनीहरूको भोट चल्दैन। उनीहरूले पनि अधिकार पाउनुपर्छ। जो 80 लाख युवाहरू बाहिर विदेशमा छन्, यी कुराहरूलाई सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो कुरा थियो, तर गरेन।